स्टिल जुसको कहिले पनि प्रयोग नगर्नु। भाँडामा स्टिल जुस छ नि बजारमा पाउँछ नि, त्यो कहिल्यै प्रयोग नगर्नु। त्यो टुक्रा बच्चाको घाँटीमा अड्किँदै अड्किँदै टन्सिल भएर त्यसैबाट 10 देखि 15 लाख बालबालिका मर्दैछन् चाँडै, त्यसैबाट क्यान्सर भएर मर्दैछ। त्यसको ठाउँमा जालो पाउँछ, यहाँ घिरुङ्लाको जालोले मात्दा सानो हुँदैन, ठुलै हुन्छ। त्यो हामीले भाँडा माझ्दाखेरि सुइसी माझ्छौँ, फेरि चिसो पानीले गर्छौँ, हामीले अमिलो पानीले फेरि पखाल्दैनौँ। त्यो हामीले थालहरू कहिले उमालेको हुँदैन। ठुलो भाँडामा लगेर स्टोरेज भन्छ नि, त्यसलाई उमाल्ने अनि प्रयोग गर्ने गरिन्छ, त्यस्तो गर्दैनौँ नि हामी कहिले पनि। तातो पानीलेसम्म धुँदैनौँ त्यसलाई, सुइसी चिसो पानीले पखालो कलमा लग हर्र उर्र पारेर ल्याइहालौँ। हामीले त्यहाँ हेर्ने भने फेरि पखालेर टुक्रा हेऱ्यौँ भने प्रशस्तै टुक्रा हुन्छ त्यहाँ, स्टिल जुसको टुक्रा, त्यसले हाम्रो जीवन जान्छ। अब सम्पत्तिले त निको नहुने नै भयो। त्यो एउटा डाक्टर कहाँ लग्यो, अर्को कहाँ लग्यो, यस्तो टन्सिल भयो भएर भन्दा त्यो एउटा काम नगर्नु होला। एउटा हुन्छ